विभिन्न डिजिजहरू हामी इराडिकेट कन्ट्रोल गर्ने कामहरू चाहिँ गरिसकेका छौँ र नेपालमा पनि दुईटा एन्टिजेनबाट सुरु भएको 2034 सालबाट अहिले आउँदाखेरि 14वटा एन्टिजेन चाहिँ हामी एड गरेका छौँ र पहिले चाहिँ जुन यो कम्युनिकेबल डिजिजलाई मात्र टार्गेट गरेर हाम्रो यो इम्युनाइजेसन प्रोग्राम्सहरू रन भइरहेको थियो। अहिले चाहिँ हाम्रो एचपिभी जुन चाहिँ आज पनि त्यस विषयमा विशेष छलफल नै गर्दैछौँ एचपिभी क्याम्पेनकै बारेमा। यसलाई पनि इलिमिनेट गरेर 2030 सम्म इलिमिनेट गर्नको लागि हामीले चाहिँ रुटिन इम्युनाइजेसनमा पोहोर साल चाहिँ यो बाहिरबाट नै दियौँ, तर अहिले चाहिँ हामीले रुटिन इम्युनाइजेसन स्केड्युलमा चाहिँ इन्क्लुड गराएर यो भ्याक्सिनलाई पनि रुटिन इम्युनाइजेसनको थ्रुबाट चाहिँ दिइरहेको छ र यस विषयमा हामी फर्दर हाम्रो प्रेजेन्टेसनमा पनि यस विषयमा रहेर आज केन्द्रित रहेर छलफल पनि गर्नेछौँ। र आजका विभिन्न त्यसै गरी हामीले विभिन्न यो खोप कार्यक्रमको थ्रुबाट विभिन्न उपलब्धिहरू हासिल गरेका छौँ। जस्तै हाम्रो यो अन्डर 5 मोर्टालिटी रेटका कुराहरू भयो, जुन चाहिँ 1990 118 प्रति हजार मृत्यु दर रहेको थियो भने अहिले घटेर आउँदाखेरि त्यो 33 मा चाहिँ झरेको छ होइन। त्यसै गरी इन्फेन्ट मोर्टालिटी रेटमा पनि त्यही अनुसारका चाहिँ प्रगतिहरू भएका छन्। विशेष गरी मेजर कन्ट्रिब्युसन चाहिँ यही हाम्रा खोप कार्यक्रम, किनकि यो विभिन्न अध्ययनहरूले के चाहिँ देखाउँछ भन्दाखेरिमा चाहिँ 10 जुन चाहिँ मेजर चाइल्डहुड किलर डिजिज छन् 10वटा मध्ये, ती चाहिँ मेजर 4वटा किलर डिजिज जुन चाहिँ टप 4 मा पर्छ ती चाहिँ यो भ्याक्सिन प्रिभेन्टेबल छन् भन्ने खालका कुराहरू पनि विभिन्न अध्ययनहरूले चाहिँ देखाइरहेको छ। भनेपछि खोप कार्यक्रम आफैमा एक महत्त्वपूर्ण यो पब्लिक हेल्थको पिलर्सको रूपमा पनि होइन चाहिँ रहिआएको छ। र आज हामीले चाहिँ विशेषतः यही सेरोफेरोमा रहेर एचपिभी भ्याक्सिन्सका कुराहरूमा चाहिँ रहेर चाहिँ विशेष हाम्रो छलफलहरूलाई चाहिँ अगाडि बढाउनेछौँ। र अस्ति हामीले भर्खरै 15 गते पनि यो एचपिभी भ्याक्सिनको पालिका स्तरीय चाहिँ एउटा छलफल र त्यसको ओरिएन्टेसन पनि गरेका थियौँ। त्यसको पनि हामीले चाहिँ के चाहिँ कार्ययोजना बनायौँ भन्ने विषयमा पनि आज छोटो छलफल र प्रस्तुतिकरण रहनेछ। र हामी आगामी चाहिँ एचपिभी क्याम्पेन जुन चाहिँ यो 27 गतेबाट चाहिँ 29 गतेसम्म चाहिँ जुन एचपिभी क्याम्पेन चाहिँ यो जिल्लाभरि चलाउने कुरो भइरहेको छ, त्यस विषयमा पनि आज विशेष छलफल चाहिँ यस विषयमा गर्नेछौँ। र यस विषयमा पनि अब विशेष गरी एचपिभी भ्याक्सिनेसन जुन चाहिँ तथ्याङ्क हेर्दा पनि डरलाग्दो तथ्याङ्क चाहिँ देखिन्छ होइन। विशेष गरी यो एभ्री 2 मिनटमा चाहिँ एकजना महिला चाहिँ यो एचपिभी क्यान्सरले गर्दाखेरि चाहिँ विश्वमा चाहिँ उहाँको चाहिँ डेथ हुन्छ भन्ने खालका तथ्याङ्कहरू रहेका छन्। भनेपछि यो र तीमध्ये पनि 90% चाहिँ त्यो क्यान्सर चाहिँ प्रिभेन्टेबल छन्। भनेपछि यो एचपिभी क्याम्पेनले चाहिँ त्यस्ता खाले होइन, अहिले लगत्तै यसका रिजल्ट आउन चाहिँ अलिकति टाइम पनि लाग्छ। र एचपिभी क्याम्पेनमा चाहिँ हामीले सबै आफ्ना किशोरीहरूलाई जुन चाहिँ टार्गेटेड एज ग्रुप छ, यो चाहिँ विद्यालयमा भएका 6 वर्षमा पढ्ने बालबालिका र विद्यालय नजाने चाहिँ 10 वर्षका बालबालिकाहरूलाई चाहिँ यो खोप विशेष गरी यो क्याम्पेनको थ्रुबाट चाहिँ प्रदान गर्ने भन्ने कुरो चाहिँ निर्देशनअनुसार आएको छ। र त्यसै विषयमा छलफल गर्दै चाहिँ हामी आज पनि यो कुरा गर्दैछौँ। मेजर अर्को कुरो भनेको यो भिजन 90/90 भन्ने कुरो छ। यो एचपिभी क्याम्पेनकै दौरानमा 90% भन्दा माथि कभरेज एचपिभी क्याम्पेनको हाम्रो एचपिभी भ्याक्सिनेसनको राख्ने, त्यसै गरी 90% भन्दा माथि चाहिँ यो स्क्रिनिङ सर्भाइकल क्यान्सर्सको लागि स्क्रिनिङ गराउने र 90% भन्दा माथिलाई चाहिँ त्यो बेटर ट्रिटमेन्ट आउटकम दिने भन्ने खालका कुरा पनि यो एचपिभी क्याम्पेनमै चाहिँ हामीले चाहिँ राखिआएका छौँ। र यस विषयमा चाहिँ अरू कुरा हामी प्रेजेन्टेसनको थ्रुबाट गरेरै छौँ। त्यसको लागि पनि आज हाम्रो यही हामी एचपिभी क्याम्पेन मेजर अब जुन चाहिँ 27 गतेबाट चाहिँ लन्च गर्ने भन्ने कुरो भइरहेको छ, त्यस विषयमा चाहिँ हामी आफ्ना प्रस्तुतिकरणहरू हामीले के चाहिँ कार्ययोजना बनाएको छौँ र त्यस विषयमा चाहिँ कसरी चाहिँ त्यसलाई चाहिँ मल्टी सेक्टरल एप्रोचहरूको अथवा मल्टी सेक्टरको इन्भल्भमेन्टको थ्रुबाट चाहिँ जुन चाहिँ हामीले इन्टेन्डेड अब्जेक्टिभ्सहरू छन्, टार्गेटेड एडोलेसेन्ट गर्ल्सहरूलाई चाहिँ फुल्ली भ्याक्सिनेट गराउने, त्यसमा चाहिँ सहयोग पुर्याउने छ भन्ने चाहिँ मैले अपेक्षित छु। र आगामी चाहिँ प्रेजेन्टेसन गरिदिनु हुनको लागि मैले रोशन सरलाई चाहिँ विशेष आग्रह गर्न चाहेको। र आज हामीले यो बैठक जिल्ला खोप समन्वय समितिको बैठक भन्ने पनि हाम्रो विशेष एजेन्डा चाहिँ आसन्न विद्यालय केन्द्रित खोप एचपिभी खोप अभियानको पूर्व सन्ध्यामा हाम्रो पूर्व तयारी हाम्रो नैतिक संस्था कार्यालयले स्थानीय तहसँग गरेको कार्यक्रमको नैतिक कार्ययोजना के छ, हामी यो खोप अभियान के हो, यसको सामान्य परिचय, विगतमा यो खोप अभियान कसरी सम्पन्न भएको थियो र गत वर्ष सम्पन्न भएको अभियानको समीक्षा, त्यो अभियानको हामी कसरी सुरु गर्दैछौँ, यो जिल्ला खोप समन्वय समितिमा हामीले पेश गर्नुपर्ने एउटा एजेन्डा र जिल्ला खोप समन्वय समितिबाट स्वीकृत गरेर आगामी खोप अभियान सञ्चालनको रणनीति चाहिँ तय गरेर स्थानीय निकायलाई परिपत्र गरेसँगै यो खोप चाहिँ स्थानीय निकायमा
खोप अभियान सञ्चालन व्यवस्थापनको शुभारम्भ गर्नुपर्ने कार्यक्रम रहेको हुनाले हामी जिल्ला खोप सङ्घर्ष समितिको बैठकको यो अवस्थामा आएछु। मैले छोटो प्रस्तुतिकरण यहाँहरू समक्ष राख्ने अनुमति चाहे। सर्वप्रथम त यो पाठेघरको मुखको क्यान्सर हामीले विगतमा पनि धेरै छलफल गरिसकेका छौँ। नेपाल सरकारले सबै पनि 2034 सालदेखि सुरु गरेको राष्ट्रिय खोप कार्यक्रम हामी 15 महिना मुनिको बालबालिकाहरूमा मात्रै नियमित रूपमा करिब 16,500 खोप केन्द्रबाट सञ्चालन गरिरहेको कार्यक्रममा हामीले महिलाहरूमा गर्भवतीमा लगाइने टिटी खोप ठुलो मान्छेमा जोडिन्थ्यो भने गत वर्षदेखि पाठेघरको महिलाहरूमा हुने पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान हामीले गत वर्ष आर्थिक वर्ष 81-82 मा अभियान नेपालभरि नै अभियानबाट सुरु गरेपछि अब चाहिँ नियमित खोप भयो। यो वर्षदेखि चाहिँ हामीले नियमित खोपमा जाँदैछौँ। त्यस कारण पाठेघरको मुखको क्यान्सर भनेको यो भनेको चाहिँ पाठेघरको मुखको क्यान्सर भनेको पाठेघरको मुखमा हुने क्यान्सरलाई नै हामी सर्भाइकल क्यान्सर भनेर भन्छौँ। महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरलाई हामी सर्भाइकल क्यान्सर भन्छौँ। यो चाहिँ ह्युमन प्यापुलोमा भाइरसको कारणले सङ्क्रमण हुन्छ। यसको कारण चाहिँ यो चाहिँ 200 भन्दा धेरै मानव शरीरमा 200 भन्दा धेरै प्रजातिको हुन्छन् भनेर भनिएको छ। तीमध्ये क्यान्सर गराउने प्रजाति 12 प्रजातिका प्रजाति चाहिँ क्यान्सर गराउने प्रमुख प्रजातिहरू रहेको छ। त्यो मध्ये पनि 16 र 18 प्रजातिका दुईटा प्रजाति चाहिँ विशेष गरी हामी 16 र 18 प्रजातिका भाइरसहरूले चाहिँ नेपालमा धेरै क्यान्सर गराएको पाइन्छ र नेपालमा 80% पाठेघरको मुखको क्यान्सर 16 र 18 प्रजाति भएको देखिन्छ। यो दुईटा हामीले मात्रै यसबाट यो स्लाइडमा के जान्छौँ भने पाठेघरको मुखको क्यान्सर चाहिँ गराउने 200 भन्दा धेरै प्रजातिहरू हुन्छन्। त्यो मध्ये पनि 12 प्रकारका धेरै हुन्छन्। नेपालमा हुने क्यान्सरमा चाहिँ 80% भन्दा धेरै चाहिँ 16 र 18 प्रजातिका क्यान्सरले गराएको पाइन्छ। अब यो कस्तो छ त नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था किन यो अब भ्याक्सिनेसन कार्यक्रम अभियानको रूपमा नियमितमा किन लानु पर्यो भन्ने डाटामा पनि हामी जानुपर्ने हुन्छ। कस्तो छ त नेपालको अवस्था भनेर नेपालमा अहिले औसतमा सर्वदा 4 जना महिलाहरू चाहिँ पाठेघरको क्यान्सरको कारणले मृत्यु भइरहेको अवस्था छ नेपालमा अहिलेको अवस्था तथ्याङ्कले यो भन्छ। र यो महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर चाहिँ हामी दोस्रो महिलामा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर चाहिँ दोस्रो नम्बरमा छ। पहिलो नम्बरमा चाहिँ हामी देख्न सक्छौँ, पहिलो नम्बरमा चाहिँ हामी यहाँ स्तन क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये स्तन क्यान्सर चाहिँ पहिलो नम्बरमा छ। तर पनि नेपालले स्तन क्यान्सरको भ्याक्सिनेसन सुरु नगरिकन यो सर्भाइकल क्यान्सरको भ्याक्सिनेसन सुरु गरेको छ। त्यसको कारण चाहिँ के छ भनेदेखि सर्भाइकल क्यान्सर चाहिँ दोस्रो नम्बरमा भए पनि यो महिलाहरूमा हुने क्यान्सरको मृत्यु दरबाट मर्ने दर चाहिँ फेरि यो पाठेघरको क्यान्सरबाट मर्ने दर चाहिँ धेरै भएको कारणले नेपाल सरकारले हामी यहाँ देखाउँछ मोर्टालिटी ब्रेस्टको स्तन क्यान्सरको 7.6 छ भने सर्भाइकल क्यान्सरको चाहिँ 8.7% चाहिँ मोर्टालिटी रहेको कारणले स्तन क्यान्सरभन्दा अगाडि महिलाहरूमा हुने पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने प्रायोरिटी निर्धारण चाहिँ नेपाल सरकारले यसरी गरेको छ। र मृत्यु हुने पहिलो कारण मैले भनिसकेँ। र यसमा अघि पनि सरले भन्नुभयो अब यो भ्याक्सिनेसन मात्रै सबै कुरा होइन, क्यान्सर निवारण गर्ने नेपाल सरकारको रोगको निवारण 2030 मा चाहिँ क्यान्सर निवारण गर्ने यो क्यान्सर निवारण गर्ने लक्ष्य छ। त्यसमा एउटा पाटो 3टा 90 भन्छौँ। हाम्रो पहिलो 90% भन्दा बेसी चाहिँ 10 देखि 14 वर्षको उमेरको सबै किशोरीलाई अभियान मार्फत खोप एचपिभी विरुद्धको क्यान्सर विरुद्धको एचपिभी खोप प्रदान गर्ने पहिलो लक्ष्य हो, जुन हामीले गत वर्ष अभियान मार्फत 10 देखि 14 वर्ष विद्यालय बाहिरका र विद्यालय अध्ययन गर्ने चाहिँ कक्षा 6 देखि 10 सम्मको सम्पूर्ण बालिकाहरूलाई हामीले अधिराज्यभरि खोप अभियान सम्पन्न गरिसकेका छौँ। र त्यो सँगै 90% भनेको स्क्रिनिङ पनि हो। यो खोपले मात्रै सबै रोकथाम हुँदैन, प्राइमरी प्रिभेन्सन मात्रै हो, प्राथमिक रोकथाम मात्रै क्यान्सरको भनेदेखि दोस्रो 90 भनेको चाहिँ कम्तीमा 30 वर्षदेखि 49 वर्षसम्मको महिलाहरूको लागि चाहिँ स्क्रिनिङ हो। पाठेघरको क्यान्सरको निदान गर्ने विधि जुन नेपाल सरकारको कार्यक्रम अनुसार मापदण्ड अनुसार हरेक स्थानीय अस्पताल लेभलबाट भिआइए टेस्ट पाठेघरको जाँच बेलामा सेड्युल हुन्छ। 3 महिनामा, 6 महिनामा, 1 वर्षमा अवस्थामा हेरी निदान गर्ने, पत्ता लगाउने पनि दोस्रो 90% चाहिँ हामीले कम्तीमा पनि 90% पहिचान गर्नु पर्यो भन्ने कुरा। र तेस्रो 90 भनेको चाहिँ अब हामीले स्क्रिनिङको कुरा, अभियानको कुरा 90% भन्दा बेसीलाई खोप लगाउने रोग प्राथमिक रोकथामको लागि कुरा गऱ्यौँ। दोस्रो 90 भनेको निदान गर्ने 90% र निदान भएर पहिचान भएका केसका पनि कम्तीमा पनि क्यान्सर महिलाको उपचार 90% उपचार व्यवस्थापनको बाटो। यो तीनवटै कुराको संयुक्त कुराले मात्रै क्यान्सर निवारण चाहिँ 2030 सम्म गर्न सकिन्छ भनेको। त्यसकारण यो खोपले मात्रै हुन्छ भन्ने कुरा प्राइमरी प्रिभेन्सन हुन्छ।
स्क्रिनिङको पाटो पनि निरन्तर रूपमा समानान्तर रूपमा लिएर जानु पर्यो भनेदेखि नेपाल सरकारले प्रादेशिक अवस्थामा नेसनल लेभलमा जनताको पहुँचमा सर्वसुलभ तरिकामा क्यान्सरको उपचार हुन पाउने व्यवस्थापन, सरकारी अस्पतालको व्यवस्थापन पनि राज्यले गर्नुपर्छ अनि मात्रै यो सम्भव छ भनेर हामी 3वटा 90 को कुराले मात्रै 2030 मा सम्भव छ। होइन भने खोप मात्रै लगाएर छोड्दै जाँदा स्क्रिनिङको पाटो छोड्न मिल्दैन। प्यारालल रूपमा अहिले हामी स्वास्थ्यले गरिराखेका छौँ। स्थानीय तहमा बजेटै एलोकेट हुन्छ। 30 देखि 49 महिनाको सबै महिलाको पाठेघरको बिहाई टेस्ट गरेर उसलाई क्यान्सर छ कि छैन र फलोअप पनि नियमित रूपमा भइरहेको अवस्था छ र भएकालाई पनि सर्वसुलभ। नभए क्यान्सर अहिले हामी सुन्छौँ क्यान्सर लाग्यो भने बाँच्न सकिँदैन, तुरुन्तै मर्छ, घरको सबै सकिन्छ भन्ने अवस्था नेपालमा त्यस्तो हुन्छ। त्यसको कारण के हो? मोर्टालिटी त क्यान्सरको मृत्यु हुने दर त धेरै छ, तर क्यान्सर कुन अवस्थामा छ, कतिसम्म बचाउन सकिन्छ, तुरुन्तै पहिचान गरेर निको बनाउने अवस्था पनि क्यान्सरमा हुनसक्छ र उसले क्यान्सरको अवस्थामा सँगै बाँचिरहँदाखेरि तिरस्कृत भएर अभावका कारण औषधि उपचारबाट वञ्चित भएर अस्पतालको सेवाबाट घरको मृत्यु शय्यामा चाहिँ होइन एकदम नराम्रो अवस्थाले बाँच्नुपर्ने अवस्थाको अन्त्य चाहिँ गर्नुपर्छ। सरकारी अस्पतालबाट या कुनै पनि अस्पताल सरकारको सेवाबाट चाहिँ उसले बाँच्न पाउने अधिकार चाहिँ केही समय उपचारको लागि जतिसम्म रहन्छ नियमित निःशुल्क रूपमा बाँच्न पाउने अधिकार चाहिँ हुनुपर्छ भनेर यो 3वटा 90-90-90 कार्यक्रमले यसरी सुरुवात गरेको छ। यो भयो मात्रै 2030 मा हामी चाहिँ क्यान्सर निवारण गर्न सक्छौँ भनेर भनिएको। अब रोकथामको लागि यही 3वटा कुरा हामीले प्राइमेरी प्रिभेन्सनमा हामीले खोपको प्राथमिक तहको रोकथाममा हामीले खोपको कुरा यही हो। हामीले कक्षा 6 देखि 10 वर्षका छात्राहरू यो चाहिँ एचपिभी भ्याक्सिन चाहिँ चाइनामा बनेको भ्याक्सिन हो, अत्यन्तै प्रभावकारी भ्याक्सिन हो। यो चाहिँ कक्षा 6 देखि 10 सम्म 9 वर्षभन्दा माथिको जुनसुकै उमेरको महिलालाई यो भ्याक्सिन लगाउन सकिन्छ। जीवनमा एक पटक मात्रै लगाउनु पर्छ र नेपालमा चाहिँ कक्षा 6 र 10 किन रोजियो भन्ने एउटा क्वेसन हुनसक्छ। यो ठ्याक्कै उमेरसम्म भन्दाखेरि चाहिँ नेपालमा चाहिँ विद्यालय भर्ना हुने दर चाहिँ हाम्रो यो खोप अभियान चाहिँ विद्यालय केन्द्रित हो। अधिकांश बालिका विद्यालयमै छ र केही प्रतिशत मात्रै बाहिर छ। यो चाहिँ 9 वर्ष भन्दाखेरि चाहिँ उसको उमेर चाहिँ रेकर्ड चाहिँ सही नभएको पाइँदो रहेछ, बिर्सिएको हुने, अभिभावकलाई पनि थाहा हुने एउटा उमेर छ, अर्को उमेर लेखिएको हुने रहेछ र शिक्षा सँगसँगै इमेजमा चाहिँ ठ्याक्कै उसको वास्तविक उमेर नमिल्ने हुँदाखेरि चाहिँ यो 9 वर्ष 6 कक्षामा पढ्ने पक्कै पनि 9 वर्षभन्दा माथिकै हुन्छन्। त्यसकारण विद्यालय केन्द्रित खोप अभियान भनेर नेपाल सरकारले चाहिँ यो लक्षितसम्म चाहिँ कसरी गर्ने असुविधा भयो। त्यसकारण विद्यालयमा हुने कक्षा 6 देखि 10 वर्षका सबै बालिका उमेर सोध्न परेन, 9 वर्ष नागेकै हुन्छ, जुनसुकै उमेरको पनि लगाउन मिल्ने भएकोले कक्षा 6 देखि 10 वर्ष र विविध कारणले विद्यालय जान नसकेका नगएका अपाङ्ग हुन सक्छन्, विविध कारणले विद्यालय जान नसकेका बाहिर रहेका चाहिँ 10 वर्षदेखि 14 वर्षका किशोरीहरूलाई खोप लगाउने अभियान शुभारम्भ गत वर्ष सुरु गरेको थियो। शङ्खसभा जिल्लाले पनि अभियान सम्पन्न गरिसकेको छ। दोस्रो प्राइमेरी, दोस्रो 90 चाहिँ हामीले स्क्रिनिङको कुरा कहिले गर्ने भन्ने कुरा सामान्य अवस्थाको महिला 30 देखि 49 वर्षमा होइन, यो चाहिँ हामीले कहिले गर्ने, भिआइएको टेस्टहरू कहिले गर्ने सेड्युल हो यो दोस्रो 90 को कुरा। र तेस्रोमा उपचार, पाठेघरको मुटु क्यान्सर सुरुकै अवस्थामा निदान भयो भने उपचार गरेर निको हुन सक्छ। यो चाहिँ पाठेघरको मुटु क्यान्सर किन पनि निदान गर्नुपर्ने, यदि सुरुकै स्टेजमा हो भने उसलाई उपचार गर्यो भने मृत्युको मुखबाट जोगाउन सकिन्छ। त्यसको लागि पनि निदान चाहिँ सेड्युल अनुसार गर्न जरुरी छ। त्योसँगै निदान भएर छोड्ने पनि होइन, सर्वसुलभ तरिकाले उसले उपचार पाउनुपर्छ भन्ने कुरा छ। हामीले गत वर्ष थोरै अभियान हामीले पहिलोपटक भने गत वर्ष हामीले माघ 27 गतेदेखि फागुन 2 गतेसम्म शङ्खसभा जिल्लाभरिमा करिबन 8331 जनालाई खोप लगाएका थियौँ। माघ 27 देखि 2 गतेसम्म संयोगवश यो वर्ष पनि हाम्रो टेन्टेटिभ प्लान चाहिँ माघ 27 तर गत वर्षको अभियानलाई त्यही डेट राख्नु खोजेको त होइन, तर हिजो यसो माइनेट हेर्दाखेरि 27 भएछ संयोगवश। हाम्रो स्थानीय तहको गत वर्षको अभियानको प्रगति हेर्दाखेरि चाहिँ हामी रुटिन र क्याम्पेन दुईटा गर्छौँ। यसलाई कसरी हेऱ्यो भनेदेखि कक्षा 6 देखि 10 वर्षको एउटा समूह, विश्वले के भन्यो भने दार्जिलिङ निकायले नेपाल सरकारले गत वर्ष 81-82 मा चाहिँ अभियान सम्पन्न गर, तर 82-83 देखि चाहिँ नियमित खोपमा एचपिभी लन्च गर्नुपर्छ तिमीहरूले भनेर नेपाल सरकारले म्यान्डेट दियो। गत वर्ष अभियानै भयो, तर लक्षितसम्म चाहिँ फेरि के थियो त त्यहीसम्म थियो। नेपाल सरकारले माथि बाटो एउटा कायदा के गर्यो भने किन 1 वर्ष ढिलो गर्छौँ हामी, आखिर कक्षा 6 र 10 वर्षकै बालिकालाई खोप दिन्छौँ दिँदैछौँ भनेदेखि रिपोर्ट मात्रै त्यहाँबाट सेन्डिकेट गर्छौँ। हामी 6 कक्षाकालाई नियमित खोपको रिपोर्टिङ गर्छौँ, बाहिर विद्यालय बाहिरकोलाई 10 वर्षकोलाई नियमित खोपमा रिपोर्ट गर्छौँ, बाँकीकोलाई अभियानको रिपोर्ट गर्छौँ भन्दाखेरि हामीले त्यसलाई रिपोर्टलाई मात्रै सेग्रिगेट गरेको। त्यसकारण नेपाल सरकारले के भन्न सक्छ भने दार्जिलिङ निकायलाई
अभियान 81-82 मा सुरु गरेको, तर अभियानसँगै हामीले उमेर समूह त्यही भएकोले नियमित खोपमा पनि एचपिभी लन्च भएको नेपालले हो भनेर 81-82 नै गणना गर्छौँ। त्यस कारण रिपोर्टको सुलाई सेग्रिगेट गरेर फर्म फर्मेट डिजाइन गरेर यसरी सुरुवात गरेर 2टा रिपोर्ट हामीले बनाएका छौँ। यो चाहिँ 92% छ। यो चाहिँ हामीले विशेष अहिले पनि छलफलमा आउँछ, किन 100% भएन, 92 मात्रै भयो, बच्चा छुट्यो नि त, बालिका छुट्यो नि भन्ने कुरा हुनसक्छ। यसमा चाहिँ के थियो भने नेपाल सरकारले हामीले एउटा टार्गेट दिएको थियो, 9300 को टार्गेट दिएको थियो। त्यो टार्गेटमा के थियो भनेदेखि विद्यालयमा भएका बालिकाको सङ्ख्या लगभग मिलेको थियो उहाँले दिएको टार्गेटमा, तर विद्यालयभन्दा बाहिर हुने 10 देखि 14 वर्षको किशोरीको सङ्ख्या चाहिँ एकदम धेरै, करिब 1400-1500 जना चाहिँ टार्गेट हामीले दियो। शङ्खसभा जिल्ला साक्षरता घोषणा भयो कार्यक्रममा, शङ्खसभा जिल्लामा के 1500 जना बालिका 10 देखि 14 वर्षको विद्यालय नजाने उमेरका बालिका थिए होला त, छ होला त, हामीले भन्यौँ छैन, हामीले डाटा लिँदा यो अवस्था छैन, हुन सक्दैन यस्तो भनेर भन्यो। तर नेपाल सरकारले डाटा दिँदाखेरि विद्यालयको भर्ना दर कति, पछाडि एसएलसीसम्म पुग्दाको दर कति, सबै विभिन्न फ्याक्टरले यसको हिसाबले एजम्सन गरेको डाटाले गर्दा करिब 1400 कति चाहिँ शङ्खसभा हुनुपर्छ भनेर त्यही डाटालाई, त्यही तथ्याङ्कलाई, केन्द्रले दिएको तथ्याङ्कले राख्दाखेरि हामी 92 दुईटा यसरी राखेको। स्थानीय तह अनुसार थोरै फरक फ्लक्चुएट छ, तर हाम्रो बच्चा त्यति धेरै छुटेको अवस्था चाहिँ छैन। लक्षित सङ्ख्या र वास्तविक सङ्ख्या फरक भएको कारणले पनि अहिलेको डाटा फ्लक्चुएट भयो। हामीले के भन्यौँ, स्वास्थ्य कार्यालयले एउटा अनुसूची डिजाइन गर्यो, विद्यालयमा अध्ययन गर्ने मात्रै भयो। अध्ययन गर्ने भनेको हाजिर खातामा भएको होइन, इमेज होइन, इमेज भन्ने उहाँहरूको सिस्टम हुन्छ, इमेजबाट तानेको डाटा होइन। र विद्यालयमा पनि स्वास्थ्यकर्मी सम्बन्धित उपस्थित भएर हाजिरीमा भएको पनि होइन, हाजिरीमा भएका मध्ये पनि कति महिनादेखि त विद्यालय नआउने छात्र पनि हुँदो रहेछ। त्यसकारण त्यो समेत कटाएर डाटा लिएको आधारमा पछि खोप लगाउन आउँदाखेरि त्यो सङ्ख्या फरक नपर्ने गरी डाटा दिनुहोस् भनेर स्वास्थ्य कार्यालयले हामीले महिनौँ दिनदेखि त्यो भन्यो। तर यो त्रुटि भयो हाम्रो टिमभित्रै पनि। कसैले 1-2 जनाले फोनबाट मात्रै विश्वासका आधारमा लिँदै 29 भन्नुभएको र चाहिँ 59 सुने भन्ने कथा पनि हामीले छलफल गऱ्यौँ। सिकाइ सेयर गर्नुपर्छ, भोगाइ हो नि त सिकाइ भनेको त। अनि बच्चा त बालिका त खोप लगाउन छुटेन, तर किन यस्तो आयो भनेको त जस्टिफाई चाहिँ कसरी भन्दाखेरि त कुनै वडामा किन यस्ता 1जना तपाईँको बच्चा थियो, हामीले त डेली अपडेट गऱ्यौँ। आज खोप चल्यो भनेदेखि हामीले सिट बनाएर डेली स्थानीय आज कतिजना खोप लगायो भनेर डेली गर्दै जाँदाखेरि तपाईँको त्यति थियो विद्यालयमा यति मात्रै हो, किन हामीले दिनभरि बसेर क्वारी गऱ्यौँ भन्दाखेरि उहाँले 29 भन्नुभएको छ, 59 सुने। यस्तै एउटा 2टा कथा जोडिएको छ। कसैले इमेजको डाटा पनि कसैले लिनुभएको छ, तर लिनुहोस् हेर्नुहोस् भनेर भनेको थियो हामीले। तर यो पटक हामीले इमेजको डाटा यो पटक फेरि हामीले गत वर्षको भोगाइ सिकाइसँगै फोनबाट हुन्न अनुसूची डिजाइन गरेर हामीले भदौदेखि 3 चरणमा यो डाटा फेरि यो अभियान अहिले मात्रै होइन, यो अभियान गत वर्षको अभियानसँग नियमित रूपमा आगामी वर्षदेखि हरेक वर्ष फागुन महिनामा यो कक्षा 6 को बालिका र 10 वर्षको विद्यालय बाहिरका 10 वर्षको बालिकाले नियमित रूपमा एचपिभी खोप पाउने हुँदाखेरि अब त मिल्नुपर्छ तारतम्य। कुनै बालिका भ्याक्सिनबाट वञ्चित पनि हुनु भएन, छुट हुनु भएन, र अनावश्यक लक्षित समूहभन्दा बाहिर पनि जानु हुने। किन तोकिएको भ्याक्सिन आउँछ, फेरि यसमा अब अवसर छैन, आगामी वर्षदेखि एकै दिन तोकिन सक्छ। अभियान चाहिँ 7 दिनसम्म हुन्छ होला, किनभने एक ठाउँ लगाउन छुट भयो भने अर्को ठाउँ लगाउने अवसर हुन्छ। अब नियमित खोपमा त्यो अवसर पनि हुँदैन, नहुने भएको कारणले हामी तथ्यगत डाटा चाहिँ दिन एकदम जरुरी भएर यसैमा अहिले हामी गुगल सिस्टममा अपडेट गरेको डाटा पठाउँछौँ। हामी अहिले पनि भोलि आजसम्म उहाँहरूलाई फाइनल डाटा भनेर चाहिँ अहिलेसम्म 1501 जना आएको छ। र सामुदायिक र संस्थागत विद्यालय अन्य विद्यालय सम्बन्धन नगरेको पहिले हाम्रोमा चाहिँ त्यो थिएन। जस्तै सुनसरीहरूमा मद्रासाहरू हुँदो रहेछ, यो त्यसमा कक्षै हुँदैन रहेछ, तर लक्षित समूहको बालिका धेरै सबै छुट भएको पाइयो। हाम्रो जिल्लामा चाहिँ त्यसरी हाम्रोमा त सामुदायिक र संस्थागत विद्यालयभन्दा बाहेक त अरू विद्यालयहरू त छैनन् त्यस्तो त, तर तराईतिर चाहिँ धेरै विद्यालय भनेर हजारौँको सङ्ख्यामा छुट्ने गरेको पनि पाइयो। त्यो भनेर पनि तथ्याङ्क त्यस्तो भयो। र जिल्ला स्तरीय तहबाट विद्यालय समन्वय सहयोगमा कवि र सहयोगमा कमी एकराज सर यहाँ हुनुहुन्छ, चित्त दुखाइ थोरै होला। यो हामीले चाहिँ प्रदेश लेभलको मिटिङमा र जिल्ला स्तरको हिजोअस्ति मात्रै पनि स्तरीय शिक्षा सभाको कुरामा फेरि दोहोरै कुरा छ। यो स्वास्थ्यको कार्यक्रम हो, शिक्षाको कार्यक्रम हो भन्दै गर्दै जाँदाखेरि हाम्रो स्वास्थ्यकर्मी स्थानीय तहले पनि थोरै समन्वयमा कमी गरेको अवस्था पाइयो। सँगै हुँदा एउटा पत्र लेख्ने कुरामा हामीले भनेका थियौँ सबैले पत्र लेख्नुपर्छ, डाटा सही लिनुहोस्, फोनबाट लिनु पाइँदैन, यस्तो कार्यक्रम पालिका स्तरको कार्यक्रम शिक्षा क्षेत्रको सहभागिता माग्नुहोस्, यी जम्मै कुरा समन्वय गरेर डाटा चाहिँ सही लिनुहोस् भन्दै चाहिँ थोरै चाहिँ कमी भएको पाइएको हो कि भनेर यो स्वास्थ्यको सिकाइले यो वर्षदेखि हामीले न्युट्रिसन र विशेष गरी खोपमा
प्रदेश लेभलको मिटिङमा पनि शिक्षाको सहभागितासँग कार्यक्रम भएको छ। हिजो अस्ति मात्रै हामीले गाइडलाइनले निर्दिष्ट गरे अनुसार सबै स्थानीय तहको शिक्षा शाखा प्रमुखलाई राखेर हामीले बन्द गरेको कार्यक्रम गऱ्यौँ र उहाँहरूलाई पनि त्यो अनुभूति के भयो भनेदेखि हामीले थोरै सहयोग मात्रै गर्ने हो भन्ने चाहिँ भएको थियो, तर प्रमुख भूमिका हाम्रो पनि रहेछ आजदेखि त्यो बोध भयो भन्ने कुरा प्रतिबद्धता व्यक्त गरेर जानुभएको छ। ओभरअल सबै कुरामा हामी स्वास्थ्यलाई गर्नुपर्ने कुरा शिक्षाको सहभागिता डिस्कस गरेर यो फ्लोरबाट हामी 15 गते कार्यक्रम छौँ। यो वर्ष सायद त्यस्तो नहोला। तर खोपप्रतिको मिथ्या खोप लिन अनुच्छुक पनि केही विद्यालय तराईतिर है हाम्रो निर्देशनालयको टिममा चाहिँ खोप लगाउनुपर्छ भन्ने जाँदाखेरि चाहिँ अब बन्दुकै गनै निकालेर चाहिँ त्यस्तो अवस्था पनि आएर केही घटनाहरू पनि भयो। हामीले हाम्रो प्रदेशमै भनौँ न, विशेष गरी सुनसरी जिल्लामा होइन त्यस्तो अवस्था पनि धेरै गाह्रो भएको अवस्था हाम्रोमा चाहिँ त्यस्तो देखिएन र वडा तहको अभिमुखमा चाहिँ थोरै प्रभावकारी भएन कि भनेर हाम्रो बुझाइएको छ। जसरी नै यो हामीले जिल्ला स्तरीय खोप समन्वय समितिको मिटिङ यसरी गर्छौँ, यही मिटिङ चाहिँ पालिका स्तरको पालिकाको प्रमुखज्यूको अध्यक्षतामा यही मिटिङ गर्नुपर्छ र वडाको वडाध्यक्षको अध्यक्षतामा फेरि यही मिटिङ चाहिँ स्थानीय तहले गर्नुपर्छ। त्यसमा वडामा जहाँ कार्यक्रम चल्छ, जहाँ लक्षित समूह बालबालिका छ, वडाको चाहिँ यो खाले कार्यक्रम पूर्व तयारी राम्रो भएन कि, स्वास्थ्यले जनप्रतिनिधिहरूलाई बुझाउन सक्नु भएन कि, विद्यालयसँग समन्वय राम्रो गर्नु भएन कि, डाटै तपाईँले क्वालिटी लिनु भएन कि, स्वास्थ्य कर्मी परिचालन राम्रो गर्नु सक्नु भएन कि, थोरै विचार गर्नु भयो। त्यस कारण प्रभावकारी भएन कि भन्ने बाटोबाट पनि हिजो जस्तोको समीक्षामा अलि राम्रो गर्नु पऱ्यो भन्ने बाटोबाट चाहिँ गत वर्षको कुरा र यो वर्षको 82-83 को कार्ययोजना के छ भन्नु पनि थोरै हेरौँ। यो सूक्ष्म योजनाको तयारी हामी यो पटक तथ्यगत लक्षित सङ्ख्या निर्धारण, पहिलो कुरा कार्यक्रम प्रभावकारी हुने नहुने, लक्षित समूहमा खोप अभियान जाने नजाने, पाउने नपाउने भन्ने कुरा एउटै प्रमुख आधार भनेको के हो त, लक्षित समूह हाम्रो तथ्यगत छ कि छैन। हामीले लिएको लक्ष्य, हामीले तोकेको, नेपाल सरकारले तोकेको लक्ष्य उमेर समूहमा लक्षित छ कि छैन, पाउनुपर्ने लक्षितले खोप नपाएर अन्यत्र जाने हो कि होइन। यो लक्ष्यमा निर्धारण हुँदाखेरि हामीले अनुसूची नै डिजाइन गरेर दिएको छौँ। त्यो अनुसूची एकजना हामीले प्राप्त गरेका छौँ र खोप केन्द्र यो पटकको खोप केन्द्र सबै विद्यालय सामुदायिक संस्थागत भनेको प्राइमेरी लेभलको विद्यालय हामी खोप केन्द्र रहँदैनन्, किनभने कक्षा 6 भनेका छौँ, 6 मात्रै, 6 देखि 10 होइन फेरि यो पटक नियमित अभियानमा। गत वर्ष हामीले कक्षादेखि 10 कक्षा 6 देखि 10 वर्षको लागि, यो वर्ष हामीले नियमित कक्षा 6 को लागि मात्र लगाउँछौँ र विद्यालय बाहिर चाहिँ 10 वर्षको लागि लगाउँछौँ। सबै कक्षा 6 भएका विद्यालय एकजना विद्यार्थी भए पनि त्यो खोप केन्द्र रहनेछ। त्यो विद्यार्थीलाई नजिकको अर्को खोप केन्द्रमा मर्ज गरेर खोप लगाउन पाइँदैन, मापदण्ड मिल्दैन। किनभने यो वर्षैभरि चल्छ। अहिले एकजना छ भने आगामी वर्ष 0 हुन सक्ला, आगामी वर्ष 5 जना बालिका हुन सक्ला। त्यसकारण त्यो सधैँको लागि त्यो केन्द्र खोप केन्द्र हो। नियमित रूपमा वार्षिक रूपमा तथ्य लिनुपर्छ, नियमित खोप सञ्चालन गर्नुपर्छ। स्वास्थ्य कर्मीले दुईटा विद्यालय गरेर खोप सञ्चालन गर्न पाइँदैन, हाम्रो रणनीति हो। त्यही अनुसार लक्ष्य हामी निर्धारण गरेका छौँ र पालिका तल वडा तहमा अभिमुख हामी यस्तै कार्यक्रम, वडामा वडा खोप समन्वय समिति हुन्छ, स्थानीय तहको पालिका खोप समन्वय समितिमा पनि यही कार्यक्रम हाम्रो हुन्छ। खोप तथा खोप सामग्रीको आवश्यक परिमाण निर्धारण हामी आपूर्ति स्वास्थ्य कार्यालयले गर्छौँ। यसको माइक्रो योजना हामीले बनाइसकेका छौँ। लक्षित समूह अनुसार कोल्ड चेनको व्यवस्थापन, कहाँ कति भ्याक्सिन चाहिने, कुन रुटबाट पठाउने, कहिले पठाइसक्ने, सम्बन्धित स्वास्थ्य संस्थामा कहिले पुगिसक्नुपर्छ भन्ने हाम्रो कोल्ड चेनको योजना छ। त्यो स्वास्थ्य कार्यालय तहबाट पठाउँछौँ। खोप दिने स्वास्थ्य कर्मी स्वयंसेवकको सङ्ख्या हरेक खोप केन्द्रमा स्वास्थ्य कर्मी 1 जना, 200 जनाभन्दा बेसी भने 2टा स्वास्थ्य कर्मी भन्छ। हाम्रो विद्यालयमा सर्वप्रथममा 6 कक्षा पढ्ने 200 जना विद्यार्थी कुनै पनि विद्यालय छैन। 1 जना स्वयंसेवकलाई हामीले जान्छौँ र कोल्ड चेन व्यवस्थापन हामी भ्याक्सिन चाहिँ स्वास्थ्य कार्यालयमा प्राप्त भइ नसकेको अवस्था छ। केही लजिस्टिकहरू छपाईको क्रममा भएकोले 21 गतेसम्म आइपुग्ने जानकारी भएसँगै हामी तयारी अवस्थामा छौँ। कसको लागि कति चाहिने भनेर हामीले योजना बनाइसकेका छौँ, त्यही अनुसार पठाउँछौँ। खोप सञ्चालन अवधि र मिति वडाको विद्यालयको सम्बन्धमा यो चाहिँ हामीले यो जिल्ला खोप समन्वय समितिले डिसिजन गरेर स्थानीय तहमा पठाउनु पर्ने हुँदाखेरि एउटै अवधिमा हामीले फेरि यो वर्ष सधैँ 20 गतेदेखि 25 गतेसम्म भोटखोला, मकालु र सिलिचुङभन्दा बाहेकको स्थानीय तहमा नियमित खोप चल्छ। फेरि भोटखोला, मकालु र सिलिचुङ प्रत्येक महिनाको 5 गतेदेखि। त्यसकारण यो 25 देखि 5 बिचको अवधिमा र आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई समेत मध्यनजर गरेर हामीले नेपाल सरकारले फागुन महिना एचपिभी खोप अभियान भनेर तोकेको छ, तर फागुनमा निर्वाचन भएको कारणले माघमा यो सञ्चार गर्नुपर्ने गरी प्रस्तावित हाम्रो मौजुदा जनशक्ति अवस्था हेरेर तयार 27 देखि 29 3 दिनमा सक्छ भन्ने यो चाहिँ मिति चाहिँ हामी खोप जिल्लाको समितिले पेश गर्ने हाम्रो तयारी छ। यो समितिले अनुमोदन गरेपछि हामी त्यही अनुसार कार्यक्रम सञ्चालन गर्नेछौँ र
सूचना शिक्षा सञ्चार सामुदायिक परिचालन यो खोप अभियानको सूचनाहरू हामी सामाजिक सञ्जालबाट रेडियोबाट हाम्रो तहगरबाट त्योभन्दा पनि महिला स्वास्थ्य स्वयंसेविका शिक्षक विद्यार्थीबाट यो सबै दिने रहन्छ र एएफआई खोपबाट हुने केही अवांछित दुर्घटनाहरू हुन सक्छन् खोपैको कारणले मात्रै नभन्न खोपसँग जोडिएका केही घटनाहरूबाट डरको कारण त्रसको कारण विभिन्न अफवाहका कारण हुन सक्छन् यसको पनि हामीसँग पूर्व तयारी छ र अभिलेख प्रतिबन्ध पनि छ र अब अक्षरमा चाहिँ म विद्यालय क्षेत्रसँग प्रभावकारी समुदाय सहजीवन विद्यालयको सहभागिता चाहिँ प्रमुख यो कार्यक्रमले खोजेको छ यसको बारेमा शिक्षा समन्वय इकाइबाट पनि हामी पत्राचार गराउँछौँ हैन र सम्बन्धित स्थानीय तहको शिक्षा शाखाले पनि के गर्ने भन्ने एउटा फ्रेमवर्क तयार गरेर अस्ति हामी 15 गते गएको छौँ र शिक्षा शाखाले हामीलाई प्रत्येक वर्ष यो पत्राचार गरेर समन्वय गरेर हामीलाई बोलाएर पनि दिने गरिरहेको छ। स्थानीय तहसँग निकायसँग चाहिँ तपाईँको एउटा सम्बन्ध स्थापित जुन ढङ्गबाट भइरहेछ यो कार्यक्रममा र यसलाई चाहिँ हामीले सबैले मिलेर एक ठाउँबाट यसलाई चाहिँ अगाडि बढाउनु पर्ने आवश्यकता छ। अब जुन अहिले हामीले 6 कक्षादेखि 10 कक्षासम्मको कुराहरू आयो र 6 कक्षादेखि 10 कक्षासम्ममा तपाईँको चाहिँ छुटेका विद्यार्थीहरूलाई कसरी इन्क्लुड गराउने कार्यक्रमलाई कसरी इफेक्टिभ बनाउने यो कुरा जरुरी छ भनेर जनमानसमा हामीले कसरी लिएर जाने यो कुरामा तपाईँको जनप्रतिनिधिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। उहाँहरूले चाहिँ के अरे बच्चाहरू छन् उनीहरूलाई चाहिँ यो ढङ्गको कुरा हो भनेर सिकाउन पनि जरुरी छ। अहिले यो यति महँगो खोप चाहिँ हामी चाहिँ दिइरहेका छौँ र मान्छेलाई चाहिँ यो खोप चाहिँ किन दिएको होला के भएको होला भन्ने कुराको जानकारी चाहिँ कम हुन पनि सक्छ। त्यस कारणले गर्दाखेरि यसको चाहिँ यो यति इफेक्टिभ तपाईँको खोप हो भन्ने कुराहरू चाहिँ हरेक छात्राहरूमा चाहिँ त्यो पुर्याउन जरुरी छ। अब अहिले यो क्यान्सरको चाहिँ अब म अघि पनि भने यो 16-18 अब तपाईँको चाहिँ के कारणले हुन्छ भन्ने कुराहरूमा अझै पनि म चाहिँ दुविधामै छु। यो के कारणले 16-18 जो भनिएको छ यसभित्र रहेको चिज चाहिँ के हो जस्तो अहिले हाम्रो चाहिँ तपाईँको क्यान्सरको बिरामीहरू र किडनीको बिरामीहरू एकदमै बढेको छ। अनि यो किन बढिरहेको छ भन्दाखेरि अब म त तपाईँको कुनै प्राविधिक त होइन तर त्यो कसरी बढिरहेछ भने एउटा तरकारीजन्य कुराहरूले बढाएको छ र अर्को चाहिँ जो विदेशमा जान्छन् र विदेशमा गइसकेपछि कम्पनीले चाहिँ पानी दिनुको सट्टा ट्याब्लेट दिएर काममा पठाउने यसबाट चाहिँ धेरै मान्छेहरू चाहिँ किडनी फेल भएर आएको किडनीलाई समस्या भएको क्यान्सरहरू भएको कुराहरू छ। अब सबै सरकारलाई स्कुल विद्यालयका शिक्षक स्वयंसेविकाहरू स्वास्थ्यका युनिटहरू प्रहरी सबैको दायित्व हुन्छ र यसलाई त्यही व्यापकता रूपमा सफल बनाउनको लागि हामीले समावेश भएको सहभागी भएको भन्ने कुरालाई पनि जानकारी गराउन चाहे। अब यो कति भयावह छ भने त अघि देखिहाल्यो प्रत्येक दिन 4 जना महिलाको मृत्यु यही क्यान्सरबाट हुन्छ भनेपछि कति जना हुन त अरू पनि आयो स्तन क्यान्सर चाहिँ पहिलो नम्बरमा महिलाहरूमा धेर हुने रोगमध्येको क्यान्सरमध्येको पहिलो हो भने तर मृत्यु दर त्यसमा धेरै अलिक कम र यो चाहिँ यसमा चाहिँ मृत्यु दर धेरै भएको हुनाले बाँकी क्यान्सरको सन्दर्भमा चाहिँ यसको विरुद्धको खोप चाहिँ लाउनुपर्छ भनेर नेपाल सरकारले ल्याएको कुरालाई स्मरण गर्न चाहेर यसपालि पनि 90% खोप दिएर यसलाई रोकथाम गर्ने 90% चाहिँ अब परीक्षण गरेर त्यो पनि कति 30-49 वर्षको उमेरका महिलाहरूलाई परीक्षण गरेर त्यसबाट क्यान्सर भएको हो भने उसलाई उपचार गरेर निदान गर्ने 90%। यो सँगसँगै जाने जुन अभियान चाहिँ यसमा सबै सरेको हो र यसमा सबैले सबैको आफ्नो भूमिका निभाऊ भनेर नि विशेष गरी पत्रकारज्यूहरूलाई जति पत्रकारज्यूहरू आउनु भएको छ उहाँहरूले सूचना सम्प्रेषण गरेर यसलाई व्यापकता बनाउनुहुन्छ र त्यो भूमिका निभाउनुहुन्छ भनेर यहाँ अध्यक्षज्यू लगायत सम्पूर्ण पत्रकारज्यूहरूलाई चाहिँ विशेष महत्त्वको साथ यसमा बोलाएर यो अभियानमा सरेक हुनलाई पनि आह्वान गर्दछौँ। अब जिल्लाको हकमा अघिल्लो वर्ष हामीले 8,331 बालिकालाई खोप लगाएका छौँ भने यसपालि अब डाटाको हिसाबले पनि आयो 92% मात्रै कभर भएको। यो चाहिँ एउटा राष्ट्रिय डाटा एउटा दिन्छ
स्कुलमा विद्यार्थीको सङ्ख्या अब बिचमा छोडेको कारणले हो या के हो, त्यो सङ्ख्या चाहिँ विद्यालयहरूमा धेरै देखिएको छ। अब यसलाई कसरी निदान गर्ने र यहाँ एक्चुअल घरजोडी सर्वेक्षणले आएको डाटा चाहिँ अलिक कम हुन्छ। त्यो हिसाबले त अरू पनि कुरा आयो, प्रत्येक वर्ष निस्किने कुरा चाहिँ यो 100% चाहिँ हाम्रो छुट छैन, लिमिट मात्रै छुट छ भन्ने कुरा छ। तर नेसनल डाटाको हिसाबले चाहिँ हामी 92%लाई मात्रै बालबालिकाकोमा पहुँचमा पुग्यौँ भन्ने छ। तर यथार्थमा त्यो चाहिँ होइन भन्ने पहिला पनि निस्किने कुरा हो। अब हाम्रो डाटा रखाइ र त्यसमा सिन्सियरिटी कति छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण भयो। तर पनि फेरि पनि अहिले प्रदेश सरकारले चाहिँ यो के अरे घरजोडी सर्वेक्षणलाई मिलियन आधार मानेको हुँदा अब त्यो डाटामा पनि दुविधा रहेन भन्ने कुरालाई मैले जोड दिनु चाहेँ। त्यही हो, अब अहिले हाम्रो लक्ष्य भनेको 1501 जनालाई रहेछ भने त्यसमा विगतमा छुटेको 7 देखि 10 वर्षको र वर्ष 10 देखि 14 बाहिर भएकोलाई 23 जना छुटेका छन् भने विद्यालयभित्र नजाने 10 वर्षका 7 जना छुटेको लगायत सबै गरेर 1501 जनालाई अनिवार्य हामीले चाहिँ हाम्रो प्रयासबाट सबैको अपनत्वमा यो भ्याक्सिन दिने महत्त्वपूर्ण अभियानमा सबै सहयोग दिलाउन सक्नेछौँ भन्ने कुरा राख्दै फेरि पनि यो कार्यक्रम आफैमा महत्त्वपूर्ण लोक समन्वय समितिको कार्यक्रममा पाल्नु भएको सबैलाई धन्यवाद दिँदै यो बैठक यही समापन भएको जान्छ।